यहाँहरू सबैलाई नमस्कार। आज मैले एउटा स्वास्थ्यसँग सम्बन्धित एउटा सानो तथ्याङ्क केलाउन गइरहेको छु। तपाईँको WHO विश्व स्वास्थ्य सङ्गठनले 2022 मा निकालेको तथ्याङ्क हेर्ने हो भने मान्छे यो संसारमा मृत्यु हुनेको मुख्य कारणहरूमध्ये 100% मा 72% चाहिँ नसर्ने रोगहरू जसले जीवन मिलाउन नजानेर मरेको छ भन्ने तथ्याङ्क देखाएको छ। करिब 7 करोड 20 लाख मान्छेहरू यो 2022 मा मरेका छन्, मृत्यु भएको छ, जसमध्ये 72% यानि कि 5 करोड झन्डै 5 करोडभन्दा अलिकति बढी मान्छेहरू चाहिँ आफ्नो लाइफलाई मिलाउन नजानेर, लाइफस्टाइल मिलाउन नजानेर मरेका छन्। लाइफस्टाइल मिलाउन नजानेर चाहिँ क्यान्सर, डायबिटिज, कार्डियोभास्कुलर डिजिज जस्ता नसर्ने रोगहरूको कारणले मान्छे मरेका छन्। यसको प्रमुख कारण भनेको चाहिँ जीवनस्तर मिलाउन नजानेर, लाइफस्टाइल मिलाउन नजानेर। हेर्नुहोस् है, यही पृथ्वीमा हामी बसेका छौँ, यो पृथ्वीमा हामी अहिले बाँचिरहेका छौँ। यसै पृथ्वीमा बाँचिरहेका हामी मानिसमध्ये जुन 1 वर्षमा मर्छन्, जसमध्ये 5 करोड मान्छे चाहिँ जीवनस्तर मिलाउन नजानेर मरेका छन् वर्षमा। यसको चाहिँ आज यसको त्रास आज यो त बढ्ने छ। तथ्याङ्क त यो आज अहिले 6 करोड 7 करोड हुँदै आज धेरै नै बढ्नेवाला छ। यो त धेरै माथि जानेवाला छ। अब भन्नुहोस्, यो बेला त हाम्रो जीवनको सबैभन्दा हाम्रो जीवनको उद्देश्य के हुनुपर्ने हो? जीवनको खोज के हुनुपर्ने हो त भन्दा स्वास्थ्य हुनुपर्ने होइन, हेल्थ हुनुपर्ने होइन। तर मलाई अचम्म लागिरहेको छ, लाग्छ कहिलेकाहीँ सोच्छु म है, यसो चिसो पानी खाएर ठन्डा दिमागले सोच्ने भन्छन् नि, त्यसरी सोच्दाखेरि चाहिँ मलाई कहिलेकाहीँ के प्रश्न आउँछ भने मेरो मनमा, यो चन्द्रमामा जाने होइन, चन्द्रमामा बस्ती बसाल्ने अनि हाम्रो यो पृथ्वीभन्दा अन्यत्र अरू उसमा चन्द्रमामा भनौँ अरू ग्रह हामी उमा जाने भन्ने एक किसिमको मान्छेले फन्डा कसले झिक्छ? कसको आइडिया हो यो? कसका प्रोपागन्डा हुन् जस्तो लाग्छ। यसमा बहस हुन्छ के समाजमा? यसमा बहस हुन्छ चन्द्रमामा बस्ती बसाल्ने रे। यहाँ मान्छे आफ्नो जीवनस्तर मिलाउन, आफ्नो लाइफस्टाइल मिलाउन नजानेर वार्षिक रूपमा 5 करोड मान्छे मरिरहेका छन्। तर मान्छेले के फन्डा निकालेका छन्, के प्रोपागन्डा निकालेका छन् भने चन्द्रमामा बस्ती बसाल्ने, हामी चन्द्रमामा जाने रे। यो प्रोपागन्डा अलिकति कहिलेकाहीँ झुर हो जस्तो पनि लाग्छ। यसको पछाडि समाज दौडिनु हुँदैन। समाज केका पछाडि दौडिनुपर्छ? अब हाम्रो यो समय के हो भने स्वास्थ्य खोज भनेको हेल्थ हो होइन। कसरी हामी स्वास्थ्य वातावरणमा बस्ने, कसरी यो पुरै हाम्रो वरिपरि हामी बस्न योग्य नै छैन। हाम्रो यो वरिपरिको वातावरण पुरा यो हाम्रो इन्भाइरोमेन्ट पोल्युटेड मात्र छ। त्यसैले हाम्रो खोज अनुसन्धान स्वास्थ्य हुनुपर्छ भन्छु। चन्द्रमामा जाने, चन्द्रमामा बस्ती बसाल्ने प्रोपागन्डा फन्डातिर हामी जानु हुँदैन जस्तो लाग्छ। हस्त, धन्यवाद।